नमस्ते साथीहरु, आज मैले हजुरहरुलाई खल्पीको रेसिपी शेयर गर्न जाँदैछु। मैले चाहिँ एउटा पाकेको काँक्रो लिएको छु र यसलाई राम्रोसँग पखाल्छु। पखालिसकेपछि मैले यसलाई अब काट्न सुरु गर्छु। मलाई चाहिँ यसरी काट्न सजिलो लाग्छ, त्यही भएर मैले यसरी काटे। हजुरहरुले आफ्नो तरिकाले काट्न सक्नुहुन्छ र यसमा भएको गुदीलाई निकालिदिन्छु र ससाना टुक्रा पारिदिन्छु। यसमा भएको पानी जाओस् भन्नका लागि मैले हरियो खुर्सानी सहित काँक्रोलाई 2 घण्टा जति घाममा सुकाइदिएको छु र अब अचार बनाउन सुरु गरौँ है त। मैले चाहिँ काँक्रो हरियो खुर्सानीलाई राखिसकेर भुटेको जिराको धुलो राखेको छु, भुटेको धनियाको धुलो, र मैले यसमा टिमुरको धुलो पनि राखेको छु र मैले भुटेको तोरीको धुलोलाई पनि राखेको छु। त्यसपछि मैले यसमा सुकेको धुलो पनि राखेको छु, सुकेको खुर्सानीको धुलो, नुन राखेको छु स्वाद अनुसार, बेसार राखेको छु र मैले तोरीको तेल तताएर राखेको छु। अब मैले मोल्न सुरु गरेको छु। मैले चाहिँ खल्पीलाई राम्रोसँग मिक्स गरेर यतिको बनाएको छु। हाम्रो अचार पनि करिब रेडी हुन थालिसकेको छ। मैले यतिको बनाएको छु, हेर्नुस् त। र हाम्रो अचार रेडी भइसकेको छ र हामीले यसलाई एउटा सिसाको भाँडामा राखिदिन्छौँ। फाइनली हाम्रो अचार रेडी भइसक्यो। थ्यांक यू फर वाचिङ।